बिहे हुँदैन र मान्छेले सुनसँग बिहे गर्छ कि मान्छेसँग बिहे गर्छ अनि केटासँग बिहे गर्छ कि केटीसँग बिहे गर्छ कि सुनसँग बिहे गर्ने हो र सुनलाई चाहिँ के अरे होइन त्यो यो चाहिँ विकृति नै हो कि देखाएको छ कि यो चाहिँ अन्त्य हुनै पर्छ होइन नुनको मूल्य चाहिँ कसरी घटाउने 30 रुपियाँ रहेछ त्यसलाई चाहिँ अब 10 रुपियाँ कसरी ल्याउने आशिका दिदी त्यो कुरा सोच्नुपर्छ कि मान्छेले त्यो गहना लगाएर चाहिँ के हुन्छ मैले खानेकुराको मात्रै सुधार गर्छु घटाउँछु अत्यावश्यक वस्तुभित्र पर्छ त्यसमा पर्दैन सुन पर्छ र हाम्रो समाजमा के छ भने सुनको पनि एउटा व्यक्तित्व म भन्छु है हाम्रो समाजमा कसैले सुन लगाएको देख्ने बित्तिकै अर्को मान्छेलाई लाउन पर्ने हो हाम्रो समाजमा लाउनै पर्छ मैले अहिलेसम्म सुन छैन मैले सुनै लाउने हो लाउँदैन सुन होइन नुनको मूल्य चाहिँ कसरी घटाउने 30 रुपियाँ रहेछ त्यसलाई चाहिँ अब 10 रुपियाँ कसरी ल्याउने आशिका दिदी त्यो कुरा सोच्नुपर्छ कि त्यो त्यही भएर चाहिँ कस्तो भने हाम्रो समाज कुन बाटोतिर हिँडिरहेको छ होइन त्यो पनि हामीले हेर्न जरुरत छ कि के आवश्यक हो हाम्रो अत्यावश्यक आधारभूत कुरा नै परिपूर्ति भएको छैन होइन सुन भनेको त कस्तो भने एकदमै शौखिन मान्छेले लाउने कुरा हो कि त्यो कुरा भनेर भन्न चाहन्छु जस्तो बिहे नभइकन के अरे बिहेको कुरै नभएर बिहे हुन्छ भन्ने होइन त्यस्तो नि हुँदो रहेछ कि समाजमा मलाई आई फिल भेरी स्ट्रेन्ज व्हाई दिस ह्यापन जुन देशमा के कानो देशमा कि धेरै छ गाह्रो भने जस्तो भयो कि है जुन देशमा चाहिँ धेरै हामीलाई पैसाको आवश्यकता छ हामीलाई चाहिँ बेसिकली अन्त्य गर्नको लागि हामी अघि बढिरहेका छौँ जुन देशमा चाहिँ आफ्नो बेसिक कुराहरू चाहिँ फुलफिल गर्नै गाह्रो छ त्यो देश